लुरीले बिर्सेको छैन, बिर्सिने काम नगर्नु। फेरि सिजन 4 मा टिकटक चाहिँ अहिले कस्तो भयो भने चाहिँ दिक्ता है त बिक्ता है भने यस्तो भयो कि टिकटक कसैलाई उ लगाउँदैन त त्यस्तो के एकदम त्यहाँ आउँदो रहेछ कि त्यसमा चाहिँ होइन। म चाहिँ कस्तो भने चाहिँ अब लाइभमा बस्ने हो नि त होइन, कसैले गिफ्ट हानेपछि उता मेसेज गरेर पर्सनलमा भिडियो कल सिडियो कल यो चाहिँ मलाई मेरो यो उसभन्दा बाहिर गयो कि यो आउटलाइन भयो। म चाहिँ सक्दिनँ म यस्तो गर्न होइन, म सक्दिनँ। बरु म भिख माग्न तयार छु पशुपतिमा गएर कटहरा थापेर होइन, मेरो हात खुट्टा केही भएपछि हात खुट्टा खान्छ म काम गरिहाल्छु। सो यस्तो चाहिँ म गर्दिनँ भनेर अनि एकदम त्यहाँबाट एकदम पछाडि हटेँ क्या। म दोस्रो बिहा गर्ने सोच्नु भएन? नै सोचेकै छैन त्यो। मैले दोस्रो बिहा गर्ने सोचेपछि जो मेरो बहिनीले उसले धुमधामसँग गरिदिन्छ क्या उसले। हटे अहिले चाहिँ 2-3 दिनमा यसो बस्छु, बहिनीले त्यही देवी बहिनी भन्छ नि, उसले गिफ्ट फाल्छ क्या। मेरो गिफ्टर भनेको पनि उही हो, मेरो साथी मेरो सब के। देवीजी त जिन्दगीमा तपाईँको त देवी नै भएर आउनु भएको छ, पक्कै पनि पुण्यको काम गर्नु भएको छ र उहाँ जस्तो तपाईँले सहारा पाउनु भएको छ। गाली गर्नु कराउनु होइन होइन, ठुलो मान्छेलाई हात छोड्नु मिल्दैन भन्छ। म दिदी हो तर मलाई हात छोडे पनि केही छैन, एक झापड हाने पनि केही छैन, गल्ती गर्नुभयो दिदी तपाईँले भनेर होइन। तर मसँग रिसाउने काम चाहिँ कहिल्यै नगर्नु होइन, केही कुरामा मन नदुखाउनु। मलाई धेरै जस्तो बोल्न पनि आउँदैन, कहिले कहिले बोल्दा बोल्दै म के बोल्छु होइन, कता कता म हुन्छ नि त्यो भन्छु। त्यस्तो भयो भने बरु मलाई सम्झाउनु, तर म रिसाउँदैन। ऊ त एउटा छोरी मान्छे भनेपछि छोरा मान्छेहरूले चाहिँ के गर्दो रहेछ भने चाहिँ आफ्नो घरमा बुढी छ तर पनि के बुढाले छोडेको हो भनेपछि केही पाइहाल्छ कि सोच्छ कि के सोच्छ भगवान् जान्नु होइन, तर अलिक खसालेर बोल्न खोज्छ कि यो चाहिँ एकदम राम्रो लाग्छ मलाई चाहिँ। त्यसैले बहिनी भएपछि चाहिँ मलाई चाहिँ यो केटी बनेर नहिँड्ने म चाहिँ यो मतलब शरीर त फेर्न सकिँदैन तर चाहिँ एकदम के भनौँ न मेहनतलाई चाहिँ सलाम छ दिदी, यो आँटलाई चाहिँ सलाम छ है। अब टिकटकतिर पनि एकदम व्यापक रूपमा लागि पर्नु पर्यो, अलिकति कम भएको कि लुरीको टिकटक भन्ने पनि धेरैजना दर्शकहरूको गुनासो छ। नै यस्तो भयो कि टिकटकमा चाहिँ आउने हो होइन, रमाइलो गर्ने हो नगर्ने होइन। तर टिकटकमा आएर अनि अझ लाइभ बस्छु, लाइभमा पनि मलाई आएको थियो नआएको होइन, मलाई धेरैले गर्नुभयो, धेरैले सहयोग गर्नुभयो। यति राम्रो मान्छे हुनुहुन्छ कि होइन, मलाई गर्नुभएको छ, सहयोग गर्नुभएको छ उहाँहरूले पनि मलाई काठमाडौँ टिकाउनमा उहाँहरूको पनि धेरै ठुलो हात छ होइन, जसले मलाई राम्रो मनले सहयोग गर्नुभएको। तर टिकटक चाहिँ अहिले कस्तो भयो भने चाहिँ दिक्ता है त बिक्ता है भने यस्तो भयो कि टिकटक कसैलाई उ लगाउँदैन त त्यस्तो के एकदम त्यहाँ आउँदो रहेछ कि त्यसमा चाहिँ होइन। म चाहिँ कस्तो भने चाहिँ अब लाइभमा बस्ने हो नि त होइन, कसैले गिफ्ट हानेपछि उता मेसेज गरेर पर्सनलमा भिडियो कल सिडियो कल यो चाहिँ मलाई मेरो यो उसभन्दा बाहिर गयो कि यो आउटलाइन भयो। म चाहिँ सक्दिनँ म यस्तो गर्न होइन, म सक्दिनँ। बरु म भिख माग्न तयार छु पशुपतिमा गएर कटहरा थापेर होइन, मेरो हात खुट्टा केही भएपछि हात खुट्टा खान्छ म काम गरिहाल्छु। सो यस्तो चाहिँ म गर्दिनँ भनेर अनि एकदम त्यहाँबाट एकदम पछाडि हटेँ क्या। म हटेँ अहिले चाहिँ 2-3 दिनमा यसो बस्छु, बहिनीले त्यही देवी बहिनी भन्छ नि, उसले गिफ्ट फाल्छ क्या। मेरो गिफ्टर भनेको पनि उही हो, मेरो साथी मेरो सब के। देवीजी त जिन्दगीमा तपाईँको त देवी नै भएर आउनु भएको छ, पक्कै पनि पुण्यको काम गर्नु भएको छ र उहाँ जस्तो तपाईँले सहारा पाउनु भएको छ, उहाँ जस्तो बहिनी पाउनु भएको छ होइन। कहिले पनि नछुटोस् म भन्छु बहिनी होइन, यहीँबाट भन्छु मैले कुनै गल्ती गरेँ या मेरो गल्ती भेटाएर बरु मलाई गाली गर्नु कराउनु होइन होइन, ठुलो मान्छेलाई हात छोड्नु मिल्दैन भन्छ। म दिदी हो तर मलाई हात छोडे पनि केही छैन, एक झापड हाने पनि केही छैन, गल्ती गर्नुभयो दिदी तपाईँले भनेर होइन। तर मसँग रिसाउने काम चाहिँ कहिल्यै नगर्नु होइन, केही कुरामा मन नदुखाउनु। मलाई धेरै जस्तो बोल्न पनि आउँदैन, कहिले कहिले बोल्दा बोल्दै म के बोल्छु होइन, कता कता म हुन्छ नि त्यो भन्छु। त्यस्तो भयो भने बरु मलाई सम्झाउनु, तर म रिसाउँदैन। ऊ त्यो त थाहा छ मलाई होइन, उही जन्ममा सायद ऊ र म केही थियो होला र अर्को जन्म यदि भयो भने उसको म छोरी हुन पाऊँ के, उसको म छोरी हुन पाऊँ होइन। म यति कि अब के भनौँ, मेरो आफन्तले पनि मलाई त्यति पीडा बुझेको छैन, त्यति पीडा उसले बुझिरहेको छ क्या। मेरो सेकेन्डमा कल हुन्छ, अहिले ऊ काममा छ नि, एकछिन अगाडि कल गरेको थियो क्या, दिदी के गर्दै हुनुहुन्छ भनेर कल गर्छ कि एक सेकेन्ड उसले छोड्दैन क्या मलाई। घरमा भएपछि त दिनभरि बोल्छ ऊ कल गरेर क्या, फोनमा कल गरेर दिनभरि बोल्छ। उसलाई जति पैसा खर्च होस् मसँग बोल्दाखेरि मतलबै हुँदैन क्या उसलाई।
त्यस्तो छ के त्यो हो नि त माया भनेको सबैभन्दा ठुलो के भन्दाखेरि मन ठुलो हुनु पर्यो धनको त कुरा के नै गर्नु र होइन यति धेरै माया पाइरहनु भएको छ खुसी पनि लाग्यो एक तर्फबाट होइन र धेरैजनाले यस्तो पनि हुँदो रहेछ क्या अब सिङ्गल मम भइरहेको त धेरै लान्छनाहरू पनि लाग्दो रहेछ क्या जस्तै तपाईँ अब अहिले बनेर हिँडेको त भन्दिनँ म यसलाई होइन एकदम राम्री देखिनु भएको छ यतिको केटी मान्छे त भएर हिँड्नु पनि पर्छ धेरैजनाले अलिकति नेगेटिभ कुरा पनि गर्छन् अघि हजुरले भन्नुभयो नि भिडियो कल यो कल त्यो कल भन्नुभयो होइन तपाईँलाई चाहिँ कतिको त्यस्तो लान्छना लाग्छ जस्तै भनौँ न यसको त केटा छ सुगर ड्याडी छ भन्ने कुराहरू पनि हुन्छ नि धेरै तपाईँको पक्षमा छ कि छैन त्यस्तो कुराहरू नै त्यस्तो छैन म त्यस्तो गरेर पनि हिँड्दैन होइन म त्यस्तो छँदा पनि छैन त्यो चाहिँ अहिलेसम्म आएको छैन तर बिएसए गरम भनेर त त्यो चाहिँ आउँछ साँच्चै प्रस्ताव आउँछ भनेर आउँछ तर म चाहिँ विश्वास चाहिँ अब कसैको लाग्दैन मलाई प्रभु नै म त सक्दैन मेरो छोरी यति ठुलो भइसक्यो अब मलाई किन चाहियो होइन मेरो लाइफमा बहिनी आइसकेपछि अब मेरो जीवन साथी भने पनि होइन मेरो जो भने पनि मेरो बहिनी क्या देवी बस ऊ भएपछि नि मलाई कोही पनि चाहिँदैन दोस्रो बिहा गर्ने सोच्नु भएन नै सोचेकै छैन त्यो मैले दोस्रो बिहा गर्ने सोचेपछि जो मेरो बहिनीले उसले धुमधामसँग गरिदिन्छ क्या उसले मैले मन मात्रै गराउनु पर्यो होइन त्यो भन्छ कि कहिलेकाहीँ कोही मन परेछ भने भन्नु दिदी यस्तो खर्च गरेर बिहे गरिदिन्छु नि म सारा दुनियाँ हेर्छ भन्छ कि उसले मैले नै परेको छैन मलाई तिमी भए पुग्छ भन्छ कि म चाहिँ सायद उसलाई भेटाएर उरुमा सँगै बस्यो भने सायद म यो लेडिजको रूपमा रहँदैन जस्तो लाग्छ क्या म त पुरै बयकट हानेर होइन पुरै त्यो एकदम त्यो गरेर हिँड्ने क्या फेसन जेन्ट्स जस्तै गरेर हिँड्ने किनकि यो छोरी मान्छेको जिन्दगी बाँच्न यति गाह्रो हुन्छ नि है म एक त घरबाट बाहिर कहीँ पनि निस्किँदैन होइन तर कस्तो भनेपछि यो एउटा छोरी मान्छे भनेपछि छोरा मान्छेहरूले चाहिँ के गर्दो रहेछ भनेपछि आफ्नो घरमा बुढी छ तर पनि के बुढाले छोडेको हो भनेपछि केही पाइहाल्छ कि सोच्छ कि के सोच्छ भगवान् जान्नु होइन तर अलिक खसालेर बोल्न खोज्छ कि त्यो चाहिँ एकदम नराम्रो लाग्छ मलाई चाहिँ त्यसैले बहिनी भएपछि चाहिँ मलाई चाहिँ यो केटी बनेर नहिँड्ने म चाहिँ यो मतलब शरीर त फेर्न सकिँदैन तर चाहिँ एकदम के डनै बनेर हिँड्नु मन लाग्छ कि मलाई चाहिँ कसैले के गरे पनि झ्याम्म लगाइदिएर चुप भनेर उ गर्ने कि एकदम त्यो त टिकटकबाट भेटेको बहिनी चाहिँ यति राम्रो आत्मीयता हजुर टिकटकबाट झुट बोलेर त काम छैन टिकटकबाटै भेटेको बहिनी हो होइन तर उसले चाहिँ मलाई टिकटकबाट कसैलाई पनि भनेको छैन कि मेरो आन्टीको छोरी होइन मेरो भन्छ उसले मलाई होइन एकदम मेरो आफ्नै दिदी भनेर एकदम त्यो गर्छ के उसले यो दिदी टिकटकबाट भेटेको दिदी हो यताउति के पनि भन्दैन कि उसले यदि टिकटक लाइभमा पनि मलाई कसैले नराम्रो कमेन्ट गर्दैछ भनेपछि उसले तुरुन्तै उसलाई गाली गर्छ के यति नराम्रो गाली गरेर उसलाई ब्लग हान्दिन्छ क्या सिधै अनि कसैले मलाई केही भन्दैछ भनेपछि कसैको पनि नडराउनु है भन्छ क्या उसले कसैसँग पनि नडराउनु म छु नि भन्छ कि अनि त्यति भनेपछि त मलाई पुग्यो भने उसले म छु नि भन्ने दिदीको लाइफमा होइन एकदमै खुसीको मोमेन्ट हो यो होइन दुःख त चल्दैछ पक्कै पनि तपाईँको जीवनमा चाहिँ एउटा त्यो होइन अब देखेको नदेखेको अदृश्य धागो भनौँ न डिभोर्स भन्ने कुरा त होइन अब त्यो छिटै नै होस् पनि होइन हजुरले पनि एउटा स्वतन्त्र जीवन बाँच्न पाउनुहोस् होइन स्वतन्त्र रूपमा हिँड्न पाउनुहोस् त्यही नै त शुभकामना अन्तिमतिर छौँ हामी के भन्न चाहनुहुन्छ अडियन्सलाई अब अन्तिमतिर त्यही भन्छु कि अब म भ्लगहरू बनाउँछु होइन अब मलाई सपोर्ट गरिदिनु होला म अब किनकि टिकटक म बहिनीले पठाउँछ उताबाट भनेर म उसको आसमा मात्रै बस्दिनँ किनकि उसले मम्मी ड्याडीदेखि लिएर छोरा भने पनि उही हो कि घरको होइन अब दुइटासँग उता मम्मीबाट दुइटा हो नि त्यो बहिनीको छोरा भने पनि बहिनी नै हो छोरी भने पनि बहिनी नै हो उसले घरमा पनि हेर्नुपर्छ आफ्नो घरमा पनि हेर्छ उसले अझ दिदी भिनाजुलाई पनि हेर्छ क्या उसले सारालाई हेर्छ कि अनि मलाई पनि हेरिरहेको छ म त्यो बहिनीको भरमा चाहिँ म धेरै बस्नै चाहदिनँ कि बिचारा मैले नसक्दाखेरिको उसले गर्छ त्यो आफ्नो ठाउँमा छ होइन अब भ्लग बनाउँछु म भ्लगतिर घुस्छु युट्युबतिर सबैले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला हुन्छ कम्युनिटीमा हालिदिउँला टेन्सन नलिनु होला जसरी मलाई सकिगोनीमा सपोर्ट गर्नु भएको थियो नि हजुरहरूले होइन मलाई त्यसरी नै सपोर्ट गरिदिनु होला म सकिगोनीमा अब अर्को 4 उसमा आउँछु कि आउँदैन थाहा छैन सिजन 4 मा होइन मलाई त के पनि थाहा छैन तर जबसम्म काठमाडौँ छु तबसम्म मलाई भ्लगहरूमा सपोर्ट गरिदिनु होला अब म यहाँ बस्नै पर्छ किनकि छोरीको पढाइको लागि बस्छु म केही वर्ष होइन दुःख गरेर भए पनि बस्छु काम खोज्न
होटलमा जान्छु भन्छु कि कहिले क्या है के काम गर्ने हुन्छ कि अब यसो होटलहरूमा भाँडा धुम भनेपछि यो लुरी होइन भनेर कसैले केही भनियो कि पनि त्यो डर पनि लाग्छ अनि त्यस्तो त जे होस् काहीँ एउटा बन्द कोठामा भाँडा धुने काम दिएपछि म दिनभरि भाँडा धुन्थेँ क्या होइन 15,000ले त केही पनि हुँदैन छोरीको बिल नै आउँछ अब त 8 क्लासमा सबै यताउति सब ट्युसन सबै गर्छ होइन 10-15,000 त हुन्छ तर 25,000 देखि 30,000सम्म भाँडा धुनी र सरसफाइ गर्ने काम दिनभरि के बरु बस्दिनँ म त्यो काम गरेर मलाई 30सम्म देवा म काममा गइहाल्थेँ जस्तो लाग्छ कि त्यो त गाह्रो छ है कलाकारको जीवन मस्त छ कति आनन्द छ भनिन्छ यस्तो दुःख छ होइन तर गरिराख्नु भएको छ तपाईँले पनि है तर बहिनीले चाहिँ मलाई सपोर्ट गरे होइन भ्लगतिर जान्छु होला किनकि उसले भ्लगतिर जानु भनेर नि यो आइफोन गरे हो होइन भ्लगतिर चाहिँ जान्छु म ओके त्यही त भ्लगको लागि धेरै धेरै शुभकामना अन्तिमतिर छौँ अब लुरी एकदम मिस भयो नि यति बेला जयन्तीजीलाई चाहिँ के भन्न चाहनुहुन्छ लुरीकै स्टाइलमा अलिकति सम्झौँ न स्क्रिप्ट जयन्ती सरलाई चाहिँ अब के भनौँ म चाहिँ अब जयन्ती सरलाई होइन जयन्ती सर अब लुरीको भन्दा पनि जयन्ती सरबाटै भन्छु अस्ति मेमसँग कुरा भएको थियो जयन्ती सरको वाइफसँग होइन टिकटकमा उहाँले अलि कपडा सपडा यताउति सुटहरू के त्यो गरिराख्नु भएको छ उहाँसँग मनिता मेम उहाँसँग कुरा भएको थियो बिचरा के गरिराख्नु भएको भनेर सोध्नु भएको थियो उहाँ मेम पनि एकदम जयन्ती सरको बुढी पनि एकदम के उहाँ एकदम हुन्छ मैदेखि उहाँलाई चाहिँ एकदम सौता त्यो त सिरियलको कुरा हो सिरियलको कुरा हो त्यस्तो त रियलमा कसैको पनि हुन नपरोस् सिरियलको कुरा हो जयन्ती सरलाई चाहिँ भेट गर्नु पर्ला जानु पर्ला ममता मेमलाई पनि भेट्न जयन्ती सर पनि भेट भइहाल्छ केही छैन एकचोटि पुग्नु पर्ला उहाँले ड्रेसहरू पनि राख्नु भएको छ मेरो मलाई पनि हुने छ अरे एकचोटि गएर म पनि उ गर्छु भिजिट गर्छु जयन्तीजीलाई अलिकति डाइलग जाओस् न लुरीको तर्फबाट डाइलग अब के डाइलग बोल्नु लुरीले बिर्सेको छैन बिर्सिने काम नगर्नु फेरि सिजन 4मा पनि भेट गर्नुपर्छ नि ल ओके यो चाहिँ हाम्रो अडियन्सको लागि मेसेज रहेको छ होइन लुरीजीलाई हामीले एकदम मिस पनि गरिरहेको छौँ सिजन 4मा चाँडैभन्दा चाँडै देख्न पाओस् हजुरलाई आगामी जिन्दगीको लागि धेरै धेरै शुभकामना थ्याङ्क यू सो मच दी थ्याङ्क यू